अब हामी जानौं यो प्लगको बारेमा। यसलाई टुपिन भनिन्छ। टुपिन चाहिँ दुईटा मात्रै चुच्चो भएको प्लगलाई भनिन्छ, जुन चाहिँ दुईटा मात्रै प्वाल भएको सकेटमा लाग्छ। अब जानौं यो प्लगको बारेमा। यो सानो तीनटा चुच्चो भएको प्लग हो, जुन चाहिँ सानो प्वाल भएको सकेटमा लाग्छ। यो चाहिँ दुवै सानो भएको कारण चाहिँ यसमा चाहिँ कम बिजुली लाग्ने उपकरणहरू चाहिँ जोड्न मिल्छ। प्राय जसो कम बिजुली खपत हुने उपकरणहरूमा यो खाले प्लगहरू छन्। अब जानौं ठूलो चुच्चो भएको प्लगको बारेमा। यो चाहिँ ठूलो प्वाल भएको सकेटमा लाग्छ। यो चाहिँ अलि धेरै मात्राको बिजुली खपत हुने उपकरणहरूमा लाग्छ। यो ठूलो चुच्चो भएको प्लगले बिजुलीको चुहावटबाट लाग्ने झट्काहरूबाट पनि बचाउँछ। यसको पूरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुहोस् है।